मुक्तिनाथ के अरे ढुम्बा ताल के सामान हो र त्यही डकुमेन्ट एउटा सानो हो हेलो what's up guys, this is Mr. Pema again back with the new video हैन आज चाहिँ अब बिहान 8 बजे उठेर हामी ढुम्बा ताल जाँदैछु यता हाम्रो बाइक छ ढुम्बा ताल हिजो गएको हैन हिजो हामीले एउटा इम्पोर्टेन्ट सामान फालेर आएछ त्यसैले हामी जान लाग्यो है अब बाइकको हाल खबर यस्तो छ बाइक स्टार्ट हुन 1 घण्टा लाग्छ बाइक स्टार्ट हुन अनि उहाँ चाहिँ हाम्रो सौवा नमस्ते दाइ अनि हामी यो होटलमा बसेको अब बाइक पो स्टार्ट होला कि नहोला भन्ने टेन्सन म चाक सबै चिसो हुने भयो स्टार्ट भएको अवस्था छ लास्टै जाँदैछ है अब हामी ढुम्बा ताल जान लागेको धेरै समय त मिन्यकै धो भने अनि हामी हिजो के अरे पोखराबाट झारेको है पोखराबाट झरेर अनि हिजो यता सानो काम थियो सानो काम गरेर अनि यो होटलमा बसेको होइन यहाँबाट हिमालको भ्यू दामी देख्दो रहेछ अनि अझ चाहिँ त्यही डुम्बा लेक जान लाग्यो हिजो गएको होइन त्यो के अरे बाटो बिर्सेर लास्टै गाह्रो भएको थियो हामीलाई अनि त्यसमाथि एउटा के अरे भिडियो बनाउँदाखेरि मैले एउटा सानो त्यो के अरे डकुमेन्ट टाइपको एउटा हारेको छ होइन त्यो पाउँछ कि भन्ने आशाले आज फेरि जान लाग्यो होइन हिजो त्यही माथि के अरे घाम थिएन फोटो खिच्दा पनि फोटो राम्रो आएन आज हल्का फोटो राम्रो खिचेर अनि तपाईँहरूले देखाउनेछु अब हाम्रो ब्याग चाहिँ स्टार्ट भइसकेको अवस्था छ अनि एकछिन म ब्याग झरेर जानेछु है लास्टै जाडो रहेछ जमसुम भ्यू चाहिँ दामी छ है बाइकको हालत त यस्तो छ के छ हल बे त्यो लास्टै चिज रहेछ यता त्यसमाथि कपाल काटेर ताना भएछ नकाट्नु पर्ने रहेछ क्यामेरा आउनु वाउ व्हाट अ सीन म्यान ब्याग छिट छेउमा मात्र हिमाल देखिरहेको छैन यो अझै लेखेको छ 2081 साल फागुन महिनाको 3 गतेमा हामी मुक्तिनाथ घुम्न जान लागेको अब त ठिकै अब चाहिँ हामी भन्नु भएको छैन बाइक स्टार्ट भइसकेको अवस्था छ स्याउको पछि ओके ल चढिदिएको ल let's wet this cave and that's back way view đây nhầm ba thôi Welcome to Thakali Community Homestay. अब हामी ठिकै पुग्न लाग्छ खान्छ भाइ दोकान आइपुग्यो कहिले खाना पुग्यो यसो चियाको व्यवस्था गर्नु पर्यो है आमा वाटर भ्यू ब्रो हेर्दा अब चाहिँ यो ठिनी गाउँको भ्यूको साथ हामी यता घाम लागेको छ
त्यसैले म र मेरो साथी चाहिँ यता घाम ताप्दै हो होइन छु लास्टै झारो छ हेर सबै के भएछ यो हो नि त मुस्ताङ यता जानुपर्ने हो होइन त्यहाँ पोस्टर लेखेको छ नि यताबाट गएर क्या त्यो भित्र गएर हाम्रो 20 मिनट जति टाइम खेर गएको छ अब हामी डुम्बा लेक पुग्न लागेको छ है यता पनि अरू कोही आइसकेको छ अब हामी चाहिँ डुम्बा लेक पुगेको अवस्था छ अखै कि छ जल्दैदेखि पैसा खिच्नु खेर यो ब्रो बाटो कस्तो छ बाटो कस्तो छ How was the way? बाटो बिर्सेर मात्र हो गाह्रो हुने त अब टेन्सन हुन लागेछ इज इट ठिकै गाइस वेलकम टु डुम्बा लेक होइन फाइनली हामी डुम्बा लेक पुगेको छ यो चाहिँ 2830 मिटर एबभ सी लेभल छ होइन अनि तपाईँ हेर्न सक्नुहुन्छ डुम्बा लेकको भ्यू and this is me त्यही हो अब हामी एकछिन खोज्ने छु होइन हाम्रो के अरे नागरिकता त्यो राष्ट्रिय परिचय पत्र र त्यो ब्याङ्क त्यो क्रेडिट कार्ड हराएको छैन सो हामी खोज्ने छु अनि खोजेर आजले भेटौँला है ल हाम्रो हराएको परिचय पत्र भेटाउन सफल भएको छ पानी मुनि रहेको छ अघि एटिएम चाहिँ उता त्यो ढुङ्गाको छेउमा रहेको थियो पानीभित्र अनि यो चाहिँ यहाँ परिचय पत्र चाहिँ यहाँ रहेछ धन्न भेट्यो यहाँ आज बिहान आएको ठ्याक्कै भयो होला जाऊ म अहिले खुसी भएको छैन अब चाहिँ मेरो यो लिनेवाला थुक्पा जाउँछ मिल्दैछु मलाई लाग्यो थिएँ मैले हजुर 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 ए लागा नि मुदो हजुर हजुरहरूले हेर्न सक्नुहुन्छ होइन राष्ट्रिय परिचय पत्र भेटेको अवस्था छ हजुर के भने हजुर अन्त त्यो थुप्पा थोदैन हजुर 나 추워 형 발라서 아주 너 아주 एटीएम कार्ड भेटेको अवस्था छ हैन अब चाहिँ गाइस फाइनली भेटेको अवस्था छ हिजो भर्खर लिएको होइन अनि हिजो के अरे यसो बनाउँदाखेरि हराएछ होइन मान्छे हराएको सूचना अब पाएछ थ्याङ्क यू मेरो भाइ आछु यता फर्स्ट टाइम डुम्बा त लाग्यो अनि त्यसमा चाहिँ राम्रो मेमोरी भयो होइन यो हराएर के अरे खोज्न आएको एकचोटि खोजेर रन हानेको पाएन होइन दोस्रोचोटि आएको एटिएम उसले पाएको छ अनि राष्ट्रिय परिचय पत्र मलाई पाएको छ यता म यहाँमा मफला सिम्थ्यो त म छु लास्टै झारो छ ओके गाइस फाइनली हामी पाएर अब फर्केर जान आएको
Thank you. Thank you Allah, my God. Thank you Allah हैन thank you गुरु रिम्बुछे एकचोटी खोजेको पाएन दोस्रो चोटी खोजेको त पाएन Effort doesn't go when त्यो अब हामी जानु छ अब सिधै तपाईहरुलाई अब मुक्तिनाथमा भेट्नु छ है अब मोबाइल चार्ज पनि सकिन लागेछ त्यही हो ओके के छ खबर केटो कस्तो भयो जर्नी effort matters. अब फर्स्ट टाइम के रे ढुम्बाताल आएको हैन म यत्रो वर्ष पुग्यो हैन अहिलेसम्म कहीँ घुमेको छैन अझ चाहिँ साथीसँग हिजो घुम्न आएको हिजो के फर्स्ट दिनमै मेरो अब अलि मेमोरेबल डे भयो हैन अब ढुम्बाताल आएको नि मेमोरेबल डे भयो आफूलाई खुसी लागेको छ अब हराएको चिज पनि पायो सो थ्याङ्क्स गोज टु माई ब्रदर एन्ड माई फ्रेन्ड Welcome. अब हामी मुक्तिनाथ जाने आजको प्लान मुक्तिनाथ जाने त्यसपछि हामी टेवामा हाम्रो एउटा साथीको प्लान अनुसार गयो भने साथीको घरमा बस्ने अब प्लान अलि मिलेन भने अब गाउँ सिधै फर्किने हाम्रो प्लान छ हैन अनि अब लाभमा अहिलेसम्म कहीँ घुमाएको छैन यसपालि हाम्रो मेरो साथी केटाहरूले साथ दिएर अब काठमाडौँमा जान पायो हैन अनि लेडिजको के अरे फुटबलहरू नि वाइनेट वुमेन इन्टरनेसनल गेम पनि हेर्न पायो हैन रमाइलो अब काठमाडौँमा अहिलेसम्म नगएको मान्छे अब त्यहाँ 10-15 दिन केटाहरू साथ एकदम रमाइलो केटाहरूले मलाई बोलाएकोमा हैन एकदम खुसी छु केटाहरू मेरो यही ब्लग हेर्नुहुन्छ यहीँबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यही हो अब अरू भन्नु त केही छैन अब मुक्तिनाथमा भेटौँला है ब्रो लेट्स गो ब्रो वी आर अन द वे टु मुक्तिनाथ दामी रहेछ हिमालकै छ गाउँमा Welcome to Muktinath guys. Wow, what a scene bro. 장축 쇼린 Zarkot, welcome to Zarkot village. Wow. ये gang dato kan do ya. This is Mustang bro. Ai. Finally, welcome to Muktinath, हैन हामी मुक्तिनाथ पुगेको अवस्था छ ये शॉट वाला ढोने दे ना तो बस आके आना नो क्या हाल है All ठीक ठाक है के मिस्टेक गरे हमने थकाई हाम्रो मिस्टेक के भयो जेसम्म बाइक आउने रहेछ थाहा थिएन बाइक त्यहाँ पार्किङमा छोडेर आएको यतासम्म हिँड्दै आएको अलि खुट्टा सुट्टा दुखेछ हैन झोला नि बोकेर आएछ केटाहरूले सम्बो गुम्बा finally finally हामी मुक्तिनाथ पुगेको छ वाह व्यू न ओइ
哎，嗯，哇哦。ओके फाइनल हामी मुक्तिन हिजो छ यता टन्नै मान्छेहरू रहेछ होइन वाउ होइन कुरा स्ट्यापमा हामी दारा पुगेको अवस्था छ वाउ मन्दिर फाइनली मैले 101 धाराको दर्शन गरिसकेको छ अब मेरो साथी पनि यता दर्शन गरेको छैन त्यही हो अब मुक्तिनाथ आएर यसो नुहाउन पनि पाएको छैन छु लास्टै पानी जाडो छ यता मान्छेहरू त टन्नै आएको छ पार्सल थम्ने मान्छेहरू टन्नै आएको छ ओके फाइनली भ्यायो होइन कस्तो भयो केरो एकदम रमाइलो भयो म छुमी चाहिँ खाँदै म लास्टै जाडो रहेछ पानी अनि मैले मुख दिनु पर्दैन आमा लास्टै छिटो आज बिहान मुख नै नधोएर कति क्या अप्ठ्यारो छ या फर्स्ट टाइम इन मुक्तिनाथ है मुख त कोला छिटो खानु न Guys, finally we are at Buddha Park and इसका नज़ारा ऐसे है Woo, bro. Okay, वाङदु फाइनली हामी हिजो राति पुगेको अवस्था छैन साथी घरमा भिडियो बनाउनु पर्ने अब चाहिँ हामी ब्रेकफास्ट खाएर यसो फर्केर जान लागेको छौँ साथीको घरमा कस्तो भयो एकदम राम्रो भयो अब चाहिँ यसो फर्केर जानको लागि रेडी भइरहेको छ ओए अब बल्ल स्टार्ट भयो होइन अब चाहिँ भेगाबाट फर्केर जान लागेको यो गाउँको भ्यू हल्का देखाउन चाहन्छु पुइ त्यो चाहिँ दामी छ है भन्दै थ्याङ्क यू फर इन्भाइटिङ अस हामीले बोलाइदिनु भएको धेरै धेरै धन्यवाद अब हामी चाहिँ फर्केर जान लागेको होइन अनि अब बाटो खत्तम रहेछ सो अब भिडियो धेरै नबनाउने होइन अब चाहिँ थ्याङ्क यू फर वाचिङ माई भिडियो टिल एन्ड अनि सब्सक्राइब गरिदिनु होला त्यही भन्न चाहन्छु अनि त्यही हो भन्दै के भन्नु छ आफ्टर लङ टाइम मैले भिडियो बनाएको छु होइन हेर्नुपर्छ है केटो